चाहिँ प्रोभाइड गरेका छौं र अबको दिनमा हामीले कम्प्युटर क्लासहरु सञ्चालन गरिसकेका छौं भने डान्स क्लासहरु सञ्चालन गरिरहेका छौं हैन प्रोजेक्ट क्लास सञ्चालन गरिरहेका छौं र नर्सरी केजीहरु पनि सञ्चालन गरिसकेका छौं र करिब ढलिसकेको विद्यालयलाई ऊर्जा थप्नको लागि आदरणीय व्यक्तित्व नेत्री महिला नेत्री जुन चाहिँ प्राध्यापकको रूपमा चाहिँ यस विद्यालयमा पाइसकेका छौं। त्यसकारण आगामी दिनमा हामीसँग नयाँ भवन हुनेछ। यो भवनको श्रेय आदरणीय व्यक्तित्व सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय नारायण दाहालज्यूलाई नै दिन चाहन्छु र एकचोटी तपाईहरुले जोरदार ताली पनि दिएर उहाँलाई स्वागत गर्नको लागि चाहन्छु। साथै आगामी दिनमा यो विद्यालय कस्तो बनाउने, यो विद्यालयलाई के कस्ता चीजहरु प्रदान गरेर के कस्ता पूर्वाधारहरुको विकास गरेर कस्ता कार्यक्रमहरुको विकास गरेर अगाडि बढाउन सकिन्छ भन्ने यहाँहरु अभिभावक ज्यूहरु सल्लाहकार समितिका पदाधिकारी ज्यूहरु विद्यालय व्यवस्थापन समिति ज्यूहरु र जिल्ला सम्पूर्ण कालिका नगरवासीहरु नगर प्रमुखज्यू उपप्रमुखज्यू लगायत शिक्षा समन्वयनका पदाधिकारी ज्यूहरु सबैलाई चाहिँ